अनि मटन काजीले आफ्नो सभापतिको घरमा जलेको पैसाको बारेमा प्रश्न गर्दा चाहिँ जाँच आयोगले अनुसन्धान गर्दैछ, त्यो विषयमा म बोल्न मिल्दैन भन्ने, अनि रवि लामिछानेको सहकारी केसमा चाहिँ मै हो वकिल भने जै गरी एउटा नेसनल टेलिभिजनमा गएर भुग्नुपर्ने कारण चाहिँ के नि? भुग्नै पर्छ। अदालतमा विचाराधीन भएको केसलाई चाहिँ एउटा नेसनल मिडियामा गएर तथा नाम भन्ने, तिमी हो वकिल। अनि सेम केस धनराज गुरुङ नेपाली काङ्ग्रेसबाट यत्रो सहकारी केसमा बुढाबुढी मिलेर ठगेको छ, यो विषयमा चाहिँ एक शब्द नबोल्ने। अनि चुनावको मुखमा आएर रवि लामिछानेको केसलाई चाहिँ दिन प्रतिदिन र नेसनल टेलिभिजनमा गएर बोल्नुपर्ने कारण चाहिँ के नि? नेपाली काङ्ग्रेसलाई भोट हाल्नुभन्दा अगाडि यो अस्ति जेन्जी आन्दोलनमा यो काङ्ग्रेसका नेता शेरबहादुर देवाको घरमा जलेको पैसाको विषयमा एक प्रश्न गर्नु होला। त्यो पैसा कहाँबाट आयो, कसरी आयो भनेर अरूलाई सहकारी ठग, अरूलाई चोर भन्दै गर्दा आफ्नो पार्टीको सभापतिको घरमा त्यत्रो जलेको पैसाको बारेमा बोल्नु पर्दैन? काठमाडौँमा जसरी 30औं वर्ष काठमाडौँको जनतालाई बेकुफ बनाएर त्यहाँबाट भागेर अहिले सर्राई गएको छ, सर्राईको जनतालाई पनि बेकुफ बनाउँदा खोज्दैछ। तपाईँहरू नझुकिनु होला। त्यही भएर आउने फागुन 21 गतेको चुनावमा अमरेश कुमारलाई अत्याधिक मत दिएर जिताउनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। द्याट्स इट। थ्याङ्क यू।